हेलो गाइज, वेलकम बैक टू माई न्यू भिडियो। आजको भिडियोमा चाहिँ हामी के गर्नेवाला छौँ भने चाहिँ आजको भिडियोमा चाहिँ हामी चैनपुर जान लागेका छौँ गाइज। चैनपुर जाँदाखेरि चाहिँ बाटोमा तपोवन भेटिन्छ हैन। हामी त्यहाँ तपोवनमा चाहिँ नुहाउने छु। त्यहाँ चाहिँ अब अरू ठाउँमा चाहिँ मूलमा चिसो पानी आउँछ हैन, तपोवनमा चाहिँ तातो पानी आउँछ। त्यो चाहिँ अलिकति इन्ट्रेस्टिङ चिज छ नि त, अलिक फरक टाइपको छ नि। त्यसैले चाहिँ हामी चाहिँ त्यहाँ गएर नुहाउनेवाला छौँ गाइज। अन्तिमसम्म हेर्नु होला गाइज। लास्ट उकालो बाटो हैन, त्यसैले यहाँ लास्ट गर्मी भइसक्यो गाइज हैन, पसिना आएर। अब चाहिँ हामी त्यहाँ तपोवन पुग्न चाहिँ आधा घन्टा जति बाँकी छ गाइज। ल है त अब चाहिँ तपोवन पुगेपछि भेटौँला है त। ल गाइज यहाँ गाडी गयो हैन। हामी त्यहाँबाट गाडीमा गयो भने चाहिँ त्यहीँबाट जान्थ्यो। हेर्नु न कस्तो छ डेन्जर गाइस, खतरा। त्यहाँबाट तल पर्यो भने सिधै तल यहाँ क्षति छ गाइस, डेन्जर जोन गाइस। फाइनली हामी चाहिँ अहिले यहाँ मन्दिर देखिरहेछ गाइस। हामी चाहिँ अहिले चाहिँ यो डाँडामा पुगिसक्यौँ गाइस। यहाँबाट चाहिँ मन्दिर देखिरहेछ गाइस। म देखाउँछु है, यो त मन्दिर देखिरहेछ गाइस। अब चाहिँ हामीले यतैबाट डाँडाबाट यताबाट तल त्यहाँ जानुपर्ने छ गाइस। र गाइस अब चाहिँ हामी त्यहीँ पुगिसकेपछि चाहिँ देखाउँछु गाइस। ल है त गाइस, अहिले चाहिँ हामी यहाँबाट हावा लास्ट लागिरहेको छ गाइस। यस्तो हावा लागिरहेछ, हेर्नु न गाइस। लास्ट मजा आइरहेको छ क्या गाइस। अब त्यहाँ गएर चाहिँ तातो पानीमा नुहाउने हो गाइस। हेरौँ है त, अहिले चाहिँ एकदम गर्मी भइरहेको छ गाइस। अहिले चाहिँ यहाँ हावा लागेर अलिकति शीतल भइरहेछ। त्यही पनि अब त्यहाँ गएपछि कस्तो हुन्छ हेरौँ। अब त्यही पनि अब यस्तो गरेर पनि तातो पानीमा नुहाउँछु गाइस हामी चाहिँ। कस्तो हुन्छ है त, हेरौँ है त गाइस। यता चाहिँ डोजरले रोड काटिरहेको रहेछ होइन गाइस। हेर्नु न कस्तो धुलो आइरहेको। हामी चाहिँ माथिबाट आइसक्यौँ गाइस। अब चाहिँ यहीँ परि नजिकै छ तपोवन गाइस। फाइनली हामी चाहिँ यहाँ मन्दिरको गेटभित्र प्रवेश गरिसक्यौँ गाइस। मन्दिर चाहिँ उता छ, यहाँबाट देखिँदैन। त्यहाँ देखिने चाहिँ यहाँबाट चाहिँ पारीको मन्दिर मात्र देखिन्छ। यहाँ उता गयो भने चाहिँ देखिन्छ। अहिले चाहिँ हामी बिस्कुट खाइरहेको छौँ, भोक लागिसक्यो गाइस। गाइस फाइनली हामी चाहिँ यहाँ तातो पानी हुने ठाउँमा पुगिसक्यौँ। तातो पानी चाहिँ यहीँनिर छ गाइस। आउनुहोस् हेरौँ है त गाइस कस्तो रहेछ। यहाँ गाइस तातो पानी चाहिँ यही हो गाइस। हेर्नु अब हामी चाहिँ नुहाउँछौँ गाइस। अब चाहिँ नुहाउनेवाला छौँ। तातो पानी गाइस कस्तो खालको रहेछ, खच्चै गरम मरि पुग्दैन यता गाइस। तातो पानी कस्तो छ है छोरा। ओ बोल रहा है रे, कस्तो माने बोल रहा है गाइस। यो त लास्ट तातो छ गाइस यार। हेर्दाखेरि त्यो चिसो जस्तो छ होइन, तर तातो छ क्या गाइस। एकदम हेरिरहेको छ। कसरी नुहाउने ल गाइस। अब चाहिँ हामी नुहाउँछौँ है त गाइस। गाइस हेर्नु न, यो ढुङ्गा चाहिँ माथि चन्द्रमाबाट आएको ढुङ्गा गाइस। कस्तो छ हेर्नु न गाइस ढुङ्गो। खाना मिल्छ। तुम क्या दाओ तेरा, क्या दाओ माछा पठान। अहिले म कति बार एक देखाऊ नहीं कता माछा है। माछा देखाउँदैन यार बट्टा यार, कसैले पनि यार। यो ढुङ्गो चाहिँ हेर्नु न गाइस, यहाँ पनि बल्छिहाल्छ गाइस। ल है त गाइस, अब चाहिँ हामी नुहाउनेवाला छौँ। अब चाहिँ एकछिनमा अब चाहिँ नुहाउँछु गाइस हामी। पानी चाहिँ लास्टै तातो छ गाइस होइन, र अब नुहाउनु चाहिँ पर्छ। ओ आमा
ओहो गाइस एकदम धेरै तातो छ गाइस। ओ त्यही पनि यस्तो गर्मी छ नि त गाइस, त्यसरी लास्ट तातो छ गाइस होइन। ओ गाइस यसको लागि चाहिँ एउटा लाइक चाहिँ गरिदिनु गाइस, यति तातो छ कि गाइस। तपाईँहरू यति आउनुभयो भने थाहा पाउनुहुन्छ क्या गाइस कति तातो छ भन्ने कुरा त। ल गाइस अब चाहिँ हामी नुहाउँछौँ है त। ल गाइस अब चाहिँ हामीले नुहाइ पनि सक्यौँ। अब चाहिँ हामी यहाँबाट निस्किन्छौँ गाइस।
एकदमै मजा आयो गाइस। यहाँ चाहिँ अब तातो चाहिँ लास्टै मजा आयो, तातो पानी रहेछ होइन। यता चाहिँ सेती छ, यहाँ चाहिँ लास्टै चिसो छ गाइस, त्यहाँ त नुहाउनै सकिँदैन। यहाँ चाहिँ पुरै तातो के गाइस, यहाँ जानै सकिँदैन के। अब चाहिँ हामी निस्किन्छौँ गाइस। ये सब क्या देखना पड़ रहा है गाइस है त ल। ल गाइस फाइनली हामी चाहिँ अब नुहाएर निस्किसक्यौँ यहाँबाट। अब चाहिँ चैनपुरतिर लाग्यौँ हामी चाहिँ होइन। ल गाइस अब चाहिँ चैनपुर पुगिसकेपछि भेटौँला है त। ल गाइस अहिले चाहिँ हामी यहाँ मन्दिरमा पुगिसक्यौँ। मन्दिर चाहिँ यतानिर रहेछ गाइस। यहाँभन्दा पनि उता पारि चाहिँ राम्रो रहेछ गाइस मन्दिर। ल गाइस अहिले चाहिँ हामी यहाँ मन्दिरमा पुगिसक्यौँ। मन्दिर चाहिँ यतानिर रहेछ गाइस। यहाँभन्दा पनि उता पारि चाहिँ राम्रो रहेछ गाइस मन्दिर। यता चाहिँ पारि चाहिँ राम्रो रहेछ मन्दिर। यहाँ पनि दुई ठाउँ रहेछ। त्यहाँ पनि आउँछ गाइस तातो पानी, तर हामीले यहाँ वारिबाटै बाटो हुनाले यतैबाट जाम भनेर यतै आएको गाइस। ल गाइस अब चाहिँ जानुपर्छ हामीले। ल गाइस यता चाहिँ रोड बनिरहेको रहेछ, त्यसैले चाहिँ यता रोड सफा गरिरहेको रहेछन् गाइस। जे होस् हाम्रो ठाउँमा चाहिँ अहिले रोड बनिरहेछ। यो चाहिँ तलकोटको वडा नम्बर 1 मा दक्षिणकोटतिर। गाइस यहाँ चाहिँ रोड पिच भएको रहेछ होइन। यो चाहिँ तलकोटमै हो होइन। यहाँ चाहिँ रोड पिच भएको रहेछ, हेर्नु न गाइस कस्तो पिच भएको छ। यो कस्तो छ कमेन्ट गर्नु ल गाइस। गाइस फाइनल्ली हामी चाहिँ अब यो तलकोट गाउँपालिकाबाट चाहिँ हामी अब अर्को जय पृथ्वी नगरपालिकातिर जाँदैछु गाइस। हामी चाहिँ अहिले तलकोट गाउँपालिकाबाट बाहिर गइसकेका छौँ गाइस। रोड चाहिँ खतरा हेर्नु न गाइस, पिच गरेर भनेर। ल गाइस फाइनल्ली हामी चाहिँ चैनपुर पनि पुगिसक्यौँ गाइस। हामी चाहिँ चैनपुर पुगेर चाहिँ अहिले नास्ता खानलाई बसिरहेको थियौँ। अब कहीँ घुम्न पनि गएनौँ गाइस, त्यसैले हामीले भिडियो पनि बनाएनौँ होइन त्यति धेरै। रुमभित्रै बस्यौँ अनि त्यही भयो गाइस। यो चाहिँ पछिल्लो दिनमा चाहिँ हामीले त्यहाँ जिल्ला अस्पताल जानु थियो गाइस, त्यसैले हामी जिल्ला अस्पताल गएको गाइस। जिल्ला अस्पताल हेर्नुहोस् कस्तो छ गाइस, कमेन्ट गर्नु होला। राम्रो लाग्यो भने चाहिँ यो चाहिँ बझाङ जिल्लाको जिल्ला अस्पताल हो गाइस। बिहान 9 बजे गएको गाइस होइन अस्पताल। बेलुकाको 4 बजे चाहिँ हामीले त्यहाँबाट काम सकाएर चाहिँ निस्क्यौँ गाइस। अनि त्यहाँबाट आउँदै यता जिप काउन्टरमा पुग्दासम्म 5 बजिसक्यो। अनि हामी त्यहाँबाट चाहिँ हिँडेर सुनिकोटसम्म आयौँ। अनि सुनिकोटबाट चाहिँ गाडीमा आयौँ गाइस, त्यसैले हामीले भिडियो बनाउन पाएनौँ। यो भिडियो मन पर्यो भने चाहिँ गाइस लाइक कमेन्ट एन्ड सेयर गरिदिनु होला गाइस। नेक्स्ट भिडियो हेर्नको लागि चाहिँ सब्सक्राइब गरिदिनु होला गाइस। यो भिडियोमा चाहिँ हामीले केही गल्ती गरेका छौँ भने, यताउति केही नराम्रो गरेका छौँ भने चाहिँ हामीलाई कमेन्ट मार्फत चाहिँ हामीलाई सुधार्ने मौका दिन सक्नुहुन्छ गाइस। बाई बाई।